म खडानन्द चौलागाई अधिवक्ता, म साइकोसोसियल काउन्सिलर पनि हो। आज जो महाबाई गाउँपालिकाको आयोजना र ओदा फाउन्डेसनको हिमाल संस्थाहरूको सहयोगमा यो महाबाई गाउँपालिकाका एसी परीक्षा पछिका विद्यार्थीहरू, एसी परीक्षा दिइसकेका विद्यार्थीहरूलाई जुन तरिकाले क्यारियर काउन्सिलिङ, अब हामी कहाँ जाने, कसरी जाने, के गर्ने, अब हाम्रो बाटो कुन हो भन्ने तरिकाले जुन तरिकाले बाटो देखाउनको लागि जुन तरिकाको कार्यक्रमको आयोजना गरियो, कालीकोट जिल्लामा सायद यो नयाँ देखिरहेको छु मैले। अब यति लामो समयसम्म हामीले सङ्घ संस्थामा काम गर्दा अथवा स्थानीय सरकार प्रमुख भएर पनि काम गर्दाखेरि अहिले जो महाबाई गाउँपालिकामा जुन कार्यक्रम भयो, जो एसी दिएका युवा, जो उमेरका बालबालिका भाइ बहिनीहरूको लागि जुन कार्यक्रम भयो अत्यन्तै महत्त्वपूर्ण र उनीहरूको जीवन उपयोगी भोलि बाटाहरू रोज्ने एउटा बाटो देखाउने किसिमको यो कार्यक्रम भएको हुनाले अत्यन्तै महत्त्वपूर्ण छ। र मलाई आशा के छ भन्दाखेरि यो कार्यक्रममा सहभागी भएका भाइ बहिनीहरूले पनि आफ्नो क्षमता, आफ्नो योग्यता र आफ्नो सिप र आफ्नो रुचि अनुसारको भोलिका दिनहरूमा त्यो पढाइ र त्यो भविष्य रोज्नेछन् भन्ने कुराहरू अवसर राखेको छु। भोलिका अन्य स्थानीय तहहरूमा पनि यस्तै किसिमको कार्यक्रम गर्नु जरुरी छ। महाबाई गाउँपालिका परिवारप्रति म आभार व्यक्त गर्छु। साथै यस कार्यक्रमलाई सफल रूपमा बनाउनको लागि आर्थिक रूपमा सहयोग गर्ने हाम्रो ओदा फाउन्डेसन टेकराज काफले जुन हाम्रो यो कार्यक्रम आज भएको थियो, कार्यक्रममा आज बोल्न पाएँ मैले। जुन आफ्नो विगतमा मैले गरेका कामहरूबारे एकदम खुसी भयो। यो चाहिँ हामीले इक्जाम दिँदै गर्दा एसएलसीमा हामी के पढ्ने भन्ने अन्धकार हुन्थ्यो, जुन अहिले हाम्रो गाउँपालिकाले र हाम्रो ओदा फाउन्डेसनले दिएकोमा। कति क्लास पढ्छौ? शिक्षक बन्ने विचार छ? मेरो नाम नमुना पोखरेल, म चाहिँ 10 कक्षामा पढ्छु। आज कस्तो लाग्यो तिमीलाई यो करियर काउन्सिलिङ? भविष्यको बारेमा अलि मलाई राम्रो नै लाग्यो। सरहरूले बुझाउनु भयो होइन, हरेक कुराहरू यताउता सिकाउनु भयो। शीतल साई हो अनि मेरो घर चाहिँ महाबाई गाउँपालिका वडा नम्बर 5 अनि आज सुन आइरहेको यो कार्यक्रम मलाई एकदम राम्रो लाग्यो। कच अधिकारी हो, म श्री राम माध्यमिक विद्यालयको शिक्षक हो। आज यो हाम्रो ओदा फाउन्डेसनको आर्थिक सहयोगमा र महाबाई गाउँपालिकाको सहजीकरणमा जुन पालिकामा विद्यार्थी र शिक्षक बीच गोष्ठी भएको थियो, यो कार्यक्रमले हामीलाई विद्यार्थीलाई पनि धेरै फाइदा भएको छ। भविष्यको मार्गदर्शन विषयमा धेरै हाम्रो सिओ साहेब, सिडिओ साहेब, त्यसपछि अन्य महत्त्वपूर्ण व्यक्तिहरू, हाम्रो ओदा फाउन्डेसनका सिइओ करण सिंह, गाउँपालिका अध्यक्ष, शिक्षा शाखा प्रमुखज्यू सबैको उपस्थितिमा राम्रो खालको एउटा सचेतनामूलक विद्यार्थीलाई भविष्यको मार्गदर्शन भन्ने विषयमा विभिन्न प्रकारको मूलक सन्देश दिने काम भयो। नमस्कार, मेरो नाम मन्जु साई, म कालिका माविको छात्रा। अहिले एसी सिद्धिएको क्रममा ओदा फाउन्डेसनद्वारा सञ्चालित करियर काउन्सिल कार्यक्रममा आफूलाई सहभागी हुन पर्दा अत्यन्तै भाग्यशाली ठानेको छु। अनि मैले यहाँ धेरैचोटि ओदा फाउन्डेसनमा अल्टरनेटिभ कार्यक्रममा पनि सहभागी भएको थिएँ। त्यहाँबाट पनि मैले आफूलाई अगाडि बढ्नको लागि धेरै हौसला प्रदान गरेको थिएँ।